साथीहरु यहाँनेरि जुन मेरो भिडियोको साइडमा एउटा प्लान्ट देखिरहनु भएको छ यो त कुनै ओरिजिनल प्लान्ट नभएर एउटा पीएनजी फाइलको कमाल हो। यो एउटा पीएनजी इमेज हो र यसैगरी हजुरले नि पीएनजी इमेज यताउता कतै पनि लगाउन सक्नुहुनेछ। यो सब एउटा पीएनजी फाइलको कमाल हो। न त यसलाई लगाउन धेरै मेहनत नै गर्नुपर्छ। सिम्पली यसलाई सर्च गर्यो, डाउनलोड गर्यो अनि आफ्नो भिडियोमा लगायो। जस्तो यहाँ यस्तै सानो ठुलो पीएनजी फाइल, पीएनजी इमेजहरु चाहियो भने जस्तो कि व्हाट्सएप, युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटर, इमेल, जीमेल, फिमेल यस्ता कुनै पनि पीएनजी फाइलहरु एउटा कन्टेन्ट क्रिएटरको लागि सधैं जरुरत पर्छ। भिडियोमा लगाउन होस् या थम्बनेलमा लगाउन होस्, चाहे यो भिडियो एडिटिङमै किन नहोस्, कहीं न कहीं एउटा कन्टेन्ट क्रिएटरलाई पीएनजी फाइलको जरुरत पर्छ। यसो त पीएनजी फाइल डाउनलोड गर्नको लागि धेरै ब्राउजरहरुमा हामीले देख्न सक्छौं। हजुरहरुले पनि यस्तो धेरै ब्राउजरमा गएर पीएनजी फाइल डाउनलोड गर्नु भएको छ र पीएनजी फाइल डाउनलोड गरिसकेपछि त्यसको क्वालिटी त्यति राम्रो हुँदैन। त्यसलाई जुम गरेर हेर्यो भने कुनै पीएनजी इमेजको त पछाडी ब्याकग्राउन्ड नै चिप्किरहेको हुन्छ। यस्तो छ भने आज म हजुरहरुलाई अनलिमिटेड पीएनजी फाइल कहाँबाट कसरी डाउनलोड गर्ने यस भिडियोमा रहेर सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो भिडियो हेरिसकेपछि साथीहरु हजुरहरुले अनलिमिटेड पीएनजी फाइलहरु डाउनलोड गर्न सक्नुहुन्छ। हजुरले चाहेको जस्तै सानो ठुलो जस्तो हजुरले के चाहनुहुन्छ त्यहाँनिर सर्च गर्नुभयो भने हजुरले सजिलैसँग पीएनजी फाइल डाउनलोड गर्न सक्नुहुन्छ। हजुरले चाहेको जस्तो खोजेको जस्तो पीएनजी फाइलहरु हजुरले डाउनलोड गर्न सक्नुहुनेछ। साथीहरु भिडियोलाई लाइक गरिदिनु होला। यदि हजुर नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला, किनभने मैले यस्तै भिडियोहरु ल्याइराखेको हुन्छु। र आज अनलिमिटेड पीएनजी फाइलहरु कहाँबाट कसरी डाउनलोड गर्न सकिन्छ आउनुस् भिडियोलाई सुरु गरौँ। साथीहरु सबैभन्दा पहिला कुनै पनि ब्राउजर ओपन गर्नु होला। जस्तो मैले यहाँ गुगल ओपन गरेको छु र यहाँ सर्च बारमा सर्च गर्नु होला पीएनजी बिङ भनेर सर्च गर्नु होला। यसरी यहाँनिर देख्न सक्नुहुन्छ र यहाँ सुरुमा आएको छ। यसलाई एकचोटी टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यहाँ सर्च बारमा हजुरले सर्च गर्नु होला कुनै पनि पीएनजी इमेज हजुरले चाहनुहुन्छ त्यसलाई यहाँ सर्च गर्नु होला। जस्तो मैले यहाँ युट्युब सर्च गरेँ र यहाँनिर देख्न सक्नुहुन्छ युट्युबको लोगोहरु यसरी आएको छ। विभिन्न लोगोहरु यहाँ देख्न सक्नुहुन्छ र यसलाई हजुरले सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। र यहाँनिर फेरि सर्च बारमा मैले फेसबुक भनेर सर्च गर्छु। फेसबुक र यहाँ देख्न सक्नुहुन्छ फेसबुकको यहाँ पीएनजी इमेजहरु यसरी आउँछ र हजुरले यहाँ सजिलैसँग डाउनलोड गर्न सक्नुहुनेछ। र कुनै पनि हजुरले के चाहनुहुन्छ त्यसले जस्तो मैले नेपाल भनेर सर्च गरेँ। यहाँनिर देख्नुहुन्छ नेपालको झण्डा, निशान छाप र यहाँ त्यसैगरी नेपालको नक्सा र सबै यहाँ पीएनजी इमेजहरु हो। पीएनजी हजुरले यसरी डाउनलोड गर्न सक्नुहुनेछ सजिलैसँग। र दुनियाको कुनै पनि चीजलाई यहाँ हजुरले सर्च गरेर पीएनजीमा डाउनलोड गर्न सक्नुहुनेछ। हजुरलाई के चाहिएको छ त्यो नै यहाँनिर हजुरले सर्च गर्नुहोस् र यसलाई सजिलैसँग यहाँबाट हजुरले डाउनलोड गर्न सक्नुहुन्छ। जस्तो म फ्लावर्स भनेर यहाँ सर्च गरेँ। यहाँ देख्न सक्नुहुन्छ यसरी पीएनजी इमेजहरु यसरी आएको छ र यसलाई हजुरले डाउनलोड गर्नको लागि यसलाई एकचोटी यसरी टच गर्नु होला। टच गरिसकेपछि थोरै तल जानुभयो भने यहाँनिर डाउनलोड भनेर देख्न सक्नुहुन्छ। यसमा एकचोटी टच गर्नु होला। यहाँनिर एड आउँछ, यसलाई ब्याक गरिदिनु होला यसलाई र यहाँनिर देख्न सक्नुहुन्छ डाउनलोड भनेर आएको छ र यहाँ एकचोटी क्लिक गर्नुभयो भने यहाँ एउटा कोड दिन्छ आएको हुन्छ। यसलाई चाहिँ हजुरले यहाँ टाइप गर्नुपर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ माथिपट्टि जुन अक्षरहरु यहाँ छ त्यो नै जस्तो यहाँ PB5S छ। यसरी गर्नुभयो भने यो डाउनलोड हुन्छ र यहाँबाट हजुरहरु सजिलैसँग डाउनलोड गर्न सक्नुहुनेछ कुनै पनि पीएनजी इमेजहरु। यो एउटा सजिलो र यो ब्राउजरबाट निकै सजिलो छ र कुनै पनि पीएनजी इमेजहरु हजुरहरुले यहाँबाट सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। हजुरलाई चाहिएको हजुरले खोजेको सबै कुराहरु यसबाट पाउन सक्नुहुनेछ। र साथीहरु यदि हजुरहरु पनि यस्तै पीएनजी फाइलहरु, पीएनजी इमेजहरु डाउनलोड गर्न चाहनुहुन्थ्यो, यसलाई खोजिरहनु भएको थियो, कहाँबाट कसरी डाउनलोड गर्ने सोचिरहनु भएको थियो भने यो थियो एउटा सजिलो तरिका। यहाँबाट हजुरले विभिन्न किसिमका पीएनजी फाइलहरु डाउनलोड गरेर आफ्नो भिडियोमा लगाउन सक्नुहुनेछ, थम्बनेलमा लगाउन सक्नुहुन्छ, भिडियो एडिटिङको दौरानमा लगाउन सक्नुहुनेछ र यो वेबसाइटबाट हजुरहरुले अनलिमिटेड पीएनजी फाइलहरु पाउन सक्नुहुनेछ। यसलाई इजिली डाउनलोड गरेर आफ्नो भिडियोमा लगाउन सक्नुहुनेछ।
साथीहरु भिडियो कस्तो लाग्यो लाइक गरिदिनु होला, नबुझेका केही कुराहरु छन् भने कमेन्ट गर्न सक्नुहुन्छ, मन पर्यो भने सबै साथीहरुलाई शेयर गरिदिनु होला ताकि अन्य साथीहरुलाई पनि हेल्प मिल्नेछ। यदि हजुर नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला किनभने मैले यस्तै भिडियोहरु ल्याइराखेको हुन्छु। भ्यू डिटेक युट्युब च्यानल हेर्दै गर्नु होला। नमस्कार।